मैले आस्था पनि दिएन। सबै साथीहरूले लिएर गएका मागहरूलाई सम्बोधन गर्न हरेक निकायमा म धाएको छु। आज म नेपाली काङ्ग्रेसका साथीहरूले पनि भन्न सक्नुहुन्छ, मलाई उहाँहरूले यहाँ गइदिन पर्यो भने पछाडि म गएको छु। त्यसैले योजनाहरू पनि मेरो इनिसिएसनमा, मेरो भूमिकामा, मेरो पहल कदमीमा यो क्षेत्रमा धेरै योजनाहरू चाहिँ मैले ल्याउन सफल पनि भएको छु। म सार्वजनिक पनि गर्छु, अरू मैले धेरै घोषणा पत्र मार्फत पनि गर्छु। र अर्को, मैले पछिल्लो दिनमा म जब नेपाल सरकारको एउटा मन्त्री भएँ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएँ, त्यो मन्त्री हुँदाखेरि त म 53 दिन मात्रै मन्त्री भएको। धेरैले के भन्नुहुन्थ्यो भने 1 महिना त तपाईले मन्त्रालय बुझ्नका निम्ति समय लाग्छ, तपाईलाई ब्रिफिङ लिनुपर्छ, मन्त्री कर्मचारीहरूको ब्रिफिङ सुन्नुपर्छ भनेर भन्नुभएको थियो। तर मैले गएको 7 दिनमा मैले काम सुरु गरेँ। ब्रिफिङ त मैले सँगसँगै सँगसँगै गरेँ, काम र ब्रिफिङ। मैले ब्रिफिङ लिने मात्रै काम गरिनँ। उहाँहरूको ब्रिफिङको आधारमा चलन के हुँदो रहेछ प्राय भने हामीले यो काम गर्दैछौँ, यसमा मन्त्रीज्यूले साथ दिनु पर्यो भन्ने चलन हुँदो रहेछ। तर मैले के भने तपाईहरूको कुरा मैले सुने, तर मेरो भिजन चाहिँ यो हो, मेरो एजेन्डा यो हो, त्यसमा तपाईहरूले साथ दिनु पर्यो भनेर मैले त्यो ढङ्गले निर्देशन गरेँ। मेरो भिजन, उहाँहरूको कुरा सुनेर उहाँहरूले गर्न लागेको काम भन्दा पनि मैले आफूले गर्न खोजेको काम के हो त्योबाट मैले सुरु गरेँ। एउटा कुरा, त्यो मन्त्रालयले सुशासन दिनुपर्ने थियो। सुशासनका निम्ति गुनासोहरू जनताको के छन्, प्रतिनिधिहरूको के छन् भन्ने कुरा मैले सुन्नु पर्थ्यो। गुनासो सुनवाई एउटा संयन्त्र निर्माण गरेँ 7 दिनको दिनमा। त्यसपछि मलाई थाहा थियो कर्मचारी प्रशासन यस्तो अस्तव्यस्त थियो, कर्मचारी तन्त्र यस्तो अस्तव्यस्त थियो, राजनीतिले देश सिद्ध्यायो भनेर भनिएको थियो, देश सिद्ध्याउने चाहिँ नेताहरू हुन् भनेर भनिएको थियो। तर मैले चाहिँ के गरेँ भने देश त नेताहरूले मात्रै सिद्ध्याएको हो र होइन नि, देश सिद्ध्याउने कर्मचारी प्रशासन पनि हो नि भन्ने कुरा जसरी बुझेको थिएँ मैले त्यहाँ गइसके पछाडि साँच्चै नै धेरै कमजोरीहरू पाएँ। अब यसलाई बदल्नुपर्छ, डिपार्चर नै गर्नुपर्छ भन्ने उद्देश्य लिएर मैले चाहिँ काम सुरु गरेँ। त्यो कहाँबाट कसरी भएको छ व्यतिथि भन्दाखेरि एउटा स्थानीय तहलाई कसरी पारदर्शी बनाउने भनेर भन्दाखेरि स्थानीय तहलाई विकृत बनाउने धेरै फ्याक्टरहरू मध्येको एउटा फ्याक्टर चाहिँ स्थानीय तहमा चाहिँ प्रमुख प्रशासकीय अधिकृत निमित्तले चलाइरहेको अवस्था थियो। यसलाई अन्त्य गरौँ भनेर मैले चाहिँ कर्मचारीहरूलाई निर्देशन गरेँ। यो सम्भवै छैन भनेर निकै गाह्रो भयो, मलाई धेरै गाह्रो भयो। प्रकाशजी यहीँ हुनुहुन्छ, उहाँ मेरो नजिकबाट उहाँले मलाई सहयोग गरिराख्नु भएको थियो, उहाँले हेर्नु भएको थियो। मैले चाहिँ यो सम्भवै छैन भनेर भन्ने खालको कुरा पहिला कर्मचारीहरूले भन्नुभयो। सम्भव छ, यो तरिकाले सम्भव छ, मलाई साथ दिनुहुन्छ, यही मन्त्रालयमा बस्नुहोस्, मलाई साथ दिनुहुन्न, तपाईहरूलाई अनुकूल जहाँ हुन्छ भन्नुहोस्, म त्यही तपाईहरूलाई पठाउँछु, मलाई साथ दिनेलाई म ल्याउँछु भनेर त्यो ढङ्गले कडा ढङ्गले मैले निर्देशन गरिसके पछाडि त्यो सम्भव भयो। एकै दिनमा 200 भन्दा बढी निमित्त हटाउने निर्णय गरियो। त्यसले चाहिँ एउटा खालको तरङ्ग पैदा गर्यो। अनि मैले अरू एक्सन प्लान गरेँ। 6 महिनाको एक्सन प्लान पहिला सुरुमा गरेँ। म कति बस्छु थाहा छैन, तर म 6 महिनासम्म यो काम गर्छु, यसपछि यो गर्छु, यसपछि यो गर्छु, यसपछि यो गर्छु भनेर भन्ने कामहरू जे सार्वजनिक गरेँ त्यो गर्न सक्दाखेरि तपाईँको स्थिति यस्तो हुन्थ्यो कि ड्रास्टिक चेन्ज हुन्थ्यो। कर्मचारी प्रशासनमा त एकदम कर्मचारी तन्त्रमा त ड्रास्टिक चेन्ज हुन्थ्यो। त्यो मेरो अभिलाषा थियो, मेरो कुनै स्वार्थ नै थिएन, व्यक्तिगत स्वार्थ नै थिएन। त्यो योगदान मैले राष्ट्रलाई गर्छु भनेको थिएँ। खास गरी सरुवा प्रणालीले जुन खालको व्यथिति निम्त्याएको थियो त्यो व्यथितिलाई अन्त्य गर्नका निम्ति, सरुवा प्रणालीलाई व्यवस्थित गर्नका निम्ति प्रेडिक्टेबल सरुवा प्रणाली, चक्रीय सरुवा प्रणाली भनेर मैले 1 महिनापछि जब भदौमा जेनजी आन्दोलन भयो अनि दसैँ तिहार थियो, कार्तिकमा त्यो लन्च गर्ने, त्यो सिस्टमको लन्च गर्ने, सिस्टमबाटै सरुवा प्रणालीलाई चक्रीय प्रणालीको आधारमा कोही मान्छे फिजिकल्ली उपस्थित भएर मलाई सरुवा गरिदिन पर्यो भन्न नपर्ने गरी, कुनै आर्थिक चलखेल नहुने गरी त्यसरी जाउँ भनेर चाहिँ मैले एउटा आइटी टिमलाई राखेर, कर्मचारीहरूलाई समेत राखेर जिम्मा लगाएको थिएँ र चाहिँ कार्तिकमा लन्च गर्ने भनेर भनेका थियौँ। त्यो त देशका निम्ति धेरै ठुलो गुण लाउने खालको स्थिति बन्थ्यो। अरू तपाईहरूले मैले 9वटा कामहरू जे गरेँ त्यो कुरा त्यतिखेर तपाईँहरूले पनि सम्प्रेषण गर्नुभयो। तनहुका पत्रकार साथीहरूप्रति त म धेरै आभारी पनि छु, धेरै कृतज्ञ पनि छु। मलाई धेरै ठुलो साथ दिनुभएको थियो तपाईँहरूले, जो हाजिर गरेर मात्रै एउटा 1% पनि सेवा नगरिकन तलब खाने कर्मचारीहरूको सङ्ख्या पनि ठुलो रहेछ।
अनि सुगममा मात्रै बस्ने, त्यही सिंहदरबारमा मात्रै बस्ने, काठमाडौँ भ्यालीमा मात्रै बस्ने, दुर्गममा जानै नसक्ने कर्मचारीहरूको पनि ठुलो सङ्ख्या रहेछ। अर्को अभिलेख चाहिँ तपाईँको कुनै आर्काइभ छैन, कुनै अभिलेख नै थिएन कर्मचारीहरूको चाहिँ इतिहास कुनै चाहिँ रेकर्डमै थिएन। हो त्यो चाहिँ इतिहास दर्ज गराउने गरी, त्यो अभिलेख राख्ने गरी त्यो सिस्टमको विकास गरौँ भने। यति धेरै कुराको अस्तव्यस्त थियो, त्यो कुरालाई सुधार गर्ने थालनी मैले गरेको थिएँ। त्यसैले ती अधुरा कामहरू मेरा जे छन्, ती अधुरा कामहरूलाई मैले संसदमा गएर पनि महत्त्वपूर्ण ढङ्गले आवाज बुलन्द गर्नका निम्ति भोलि त्यही जिम्मेवारी पाउला या नपाउला, अथवा संसदमा गएर त मैले भूमिका खेल्न सक्छु नि। त्यस कारणले गर्दाखेरि पनि म निर्वाचित हुनुपर्छ भनेर मैले अनुरोध गर्ने हो। अर्को भनेको त मैले फेरि पनि जोड दिएर भन्छु, तनहुँको त मलाई बस्ती बस्ती थाहा छ नि, तनहुँको क्षेत्र नम्बर 1 को त मलाई घर घर थाहा छ नि। म त यहाँ यति लामो समयसम्म यो तनहुँमा भिजेको नाताले यहाँको समस्या त मलाई थाहा छ नि, यहाँका हरेक सेक्टरको समस्या त मलाई थाहा छ नि, के सम्बोधन गर्नुपर्छ भनेर। हिजो पनि मैले यहाँबाट निर्वाचित हुनुहुने सांसदलाई मैले अनुरोध गरेर भनेको थिएँ, सार्वजनिक रूपमा भाषण गरेर पनि अपिल गरेको थिएँ, व्यक्तिगत रूपमा पनि अपिल गरेको थिएँ, एउटा खाका बनाऊ तनहुँको क्षेत्र नम्बर 1 को मुहार बदल्नका निम्ति। 5 वर्षभित्र हामीले के गर्न सक्छौँ, 10 वर्षभित्र के गर्न सक्छौँ, कुन पालिकामा के समस्या छ, समग्रमा यो क्षेत्रको मुहारै बदल्नका निम्ति हामीले कसरी चाहिँ एउटा खाका निर्माण गर्न सक्छौँ, त्यो खाका तय गरौँ। विज्ञहरूसँग पनि बसौँ, जनप्रतिनिधिहरूसँग पनि बसौँ, हामी पनि बसौँ।